नमस्ते सबैजनालाई हाम्रो भ्लगमा तपाईहरुलाई स्वागत छ। आज गुनिचोली अनि आज हामी के भन्छ बजवारे मन्दिरमा गएर मेरो गुनिचोलो गर्दैछौँ। सबैजनालाई स्वागत छ तपाईहरुलाई हाम्रो भ्लगमा। आज चाहिँ मेरो गुनिचोलो अनि हामी चाहिँ आज मेरो गुनिचोलो बजवारे मन्दिरमा गर्न गइरहेको छौँ। हामी चाहिँ पठाउमा जाने हो। अब ट्याक्सी लिन आउँदैछ। अब मन्दिरमा गएपछि भेट गाइजहरु। आज नानी कति वर्षमा गुनिचोलो गर्नला नानीको? 9 इयर्स भयो नानीको, त्यही भएर गुनिचोलो गरेको। 11 इयर्समा नानी 9 इयर्स पुग्यो भएर आज गुनिचोलो गर्न लागेको। ह्याप्पी छौ? आज श्री पञ्चमी भएको भएर आज हामी बज्रबाराई मन्दिरमा गएर नानीको गुनिचोली गर्ने। अब हामी मन्दिरमा गएपछि फेरि तपाईहरुलाई अर्को भिडियो देखाउँछौँ है त। आज नानीको गुनिचोलो छोरीको निर्जला। घुमा नानी घुमा लासमा घुमा। खै चस्मा खै चस्मा लगाऊ लगाऊ न। अब भयो एक फनको कि कति फनको भयो? ल भयो होला।
ल्याउँला नि म ल्याउँला हाल्नु हाल्नु अब 3 चोटी सुरु सुरु खाऊ फेरि खाने ल आमाको पछि खाना पाइँदैन ल गुरुबा मन्त्र पढ्नुहोस् त मन्त्र पढ्नु पर्छ पर्दैन हो कन्यादान दिने हजुर कन्यादान दिने हुँदाखेरि चाहिँ पढ्नुपर्छ पुरै एकदम वस्त्रदान मात्रै हो नि त हजुर एजेन्सीको लागि हरिबार त धोया जस्तो लागेन मलाई पैसा दिएर भ्याउने नि पैसा दिएर नानी ह्याप्पी राम्रोसँग ढोग्नु अलि भएन रह्यो फेरि ढोग्नु ल फोटो खिच्ने हो ल एउटा फोटो खिच्ने तीनचोटि सुरु सुरु पार्नु दिएको छ होइन छोरीको मजाले अगाउँछ पछि बिहेमा त अब नानी बिहे नगर्ने भनेको छु अब हेर्ने त होला भन्नु परेन अब खुट्टा 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 मार्नु गर आमाले जल लगाइदिनु हुन्छ आफैले गर्छ होइन भयो मैले यहाँ खिच्दैछु नि त कहाँको हुन्छ म जान्छु एकैछिन पर्छ ल आज नानीको गुन्यु चोलो है बाहुन बाजे हामी यहाँ बजाबारै मन्दिरमा आएका छौँ ह्याप्पी नानी हुँदैछ भन्नु
तीनचोटि हो तीनचोटि खा भाइ जल तीनचोटि मेरो मोबाइल है दादा खा भाइ खा खा नमस्ते गर नमस्ते सोह बनाएको आफैले बनाएको जस्तो छ नि
मैले भिडियो बनाइदिएको फोटो अहिले लास्टमा खिच्नु भिडियो बनाइरहेको अघि भित्र आएको म आइहाल्नु Always be happy, Gandhi. पैसा चाहिँ मागेरै छोड्ने भयो पैसा अनि कस्तो लागिरहेछ नानी तिमीलाई एकदम राम्रो रमाइलो भोक लाग्यो छैन आज त भोक लाग्नु भोक लाग्यो भन्नुहुन्न नि थाहा छैन कुरो बुझ्नु भयो ल चढ चढ माथि टुप्पैमा पुग्यो हाम्रो नानी ल अर्कोमा चढ्न प्रयास गर्नु अनि बेहुली मान्छे कहाँ रुख चढ्छन् त आज बेहुली मान्छे रुख चढ्छन् त हो हेलो बेबी हेलो आज बेबीको के हो आज बेबीको के हो गुनिचोलो हो अहिले हामी कहाँ छौँ हो कस्तो लाग्यो तिमीलाई कस्तो राम्रो धेरै राम्रो आज सरस्वती पूजा ल गुनिचोलो पनि सरस्वतीले गर्दा धेरै पढ्न आउँछ है सरस्वतीको कृपाले हस्